फेसबुक प्रोफाइलमा प्रोफेसनल मोड अन अफ गर्ने अप्सन देखाएन भने हेर्नु है के गर्नुपर्छ म देखाउँछु हजुरहरूलाई। सबभन्दा पहिला आफ्नो फेसबुक खोल्नुहोस् अनि यो प्रोफाइलमा जानुहोस्, यो तीनवटा डटमा जानुहोस्। त्यस पछाडि हेर्नु यहाँ कतै देखाएको छैन है, प्रोफेसनल मोड अन भन्ने कतै अप्सनै देखाएको छैन, अन अफ कुनै छैन है। त्यसलाई स्क्रिनसट गर्नुहोस्। स्क्रिनसट गरिसकेपछि तपाईले त्यसको फेरि त्यही 3 डटमा गएर तल कपी लिंक भन्ने हुन्छ प्रोफाइलको, कपी लिंक गर्नुस्। कपी लिंक गरिसकेपछि तपाई फेरि माथिको तीनवटा धर्का भएको ठाउँमा जानुस्, हेल्प एन्ड सपोर्टमा जानुस्। हेल्प एन्ड सपोर्टमा गइसकेपछि तल हेर्नु रिपोर्ट एन्ड प्रोब्लम देखायो, त्यहाँ जानुस् अनि यसलाई इन्क्लुड गर्नुस्। त्यसपछि आफ्नो हेर्नुस् यहाँ के हो तपाईको रिपोर्ट गर्नुपर्ने के हो त्यो हेर्नुस् है त। त्यो हेरिसकेपछि के हो हाम्रो यो प्रोफाइल हो, प्रोफाइल रिपोर्ट गर्नुपर्ने। प्रोफाइलमा क्लिक गरेर यहाँ तपाईले केही ट्याक्स भर्नुपर्ने हुन्छ है त, केही लेख्नुपर्ने हुन्छ। अब तपाईले के लेख्ने भन्ने कुरा यहाँ हेर्नुस् है। सबै कुरा यहाँ लेखिदिन्छु अहिले। मैले लेखिदिएको छु राम्रोसँग। यति लेखिसकेपछि तपाईले आफ्नो प्रोफाइलको लिंक अघि कपी गरेको लिंक चाहिँ यहाँ पेस्ट गरिदिनु होला। पेस्ट हेर्नु मैले गरिसकेको छु। अब तपाईले अघि लिएको स्क्रिनशटलाई यहाँ अपलोड गर्नुपर्ने हुन्छ। हेर्नु मैले अपलोड गर्दै छु। हेर्नु अपलोड भइसकेको छ। त्यसपछि अब तपाईले सेन्ड गर्नुपर्ने हुन्छ है त। सेन्ड गरिदिनु होला। सेन्ड गरिसकेपछि थ्यांक यू फर लेटिङ अस नाउ भनेछ। अब तपाईको रिपोर्ट भइसक्यो है।